राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद आशिका तामाङ प्रतिनिधि सभाको बैठकमै जंगिएकी छन्। विपक्षी दलहरूले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर नियमावली विपरीत भएको भन्दै सभामुखसँग वाद विवाद गरिरहेको बेला सत्ता पक्षमा रहेको बेन्चमा रहेकी सांसद तामाङ जंगिएकी हुन्। शरम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सभामुखलाई औँलो ठडाएको भन्दै उनी आक्रोशित बनेकी हुन्। सभामुखलाई अपमान गर्ने भन्दै उनी रिसाएकी हुन्। तामाङ रिसाएपछि रासोपाका सांसदहरूले उनलाई हलबाट केही समय बाहिर निकालेका थिए। केही बेरपछि उनलाई अन्य सांसदहरूले सम्झाएका हुन्। रासोपाका सांसदहरूले नियमावली अनुसार सभामुखले बैठक सञ्चालन गर्ने भन्दै नातिन सँगै नरिसाउन आग्रह गरेका थिए। देशको नेतृत्वमा रहेका प्रम बालेन्द्र शाहले नेपाल र भारत बीचको सीमा विवादको विषयमा एक सनसनीपूर्ण दाबी गरेका छन्। आइतबार संसद बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाब दिने क्रममा उनले भारतले